नमस्ते। यतिखेर हामी छौँ सिलिचोङ गाउँपालिकाको केन्द्र तामकुको पनि यो सगरमाथा माविको प्राङ्गणमा। वैशाख 5बाट यहाँ खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगिता, पुरुष भलिबल प्रतियोगिता हुँदैछ र आज सेमिफाइनलसम्मको खेल सकिएको छ। भोलि 2वटा खेल बाँकी छ, थर्ड पोजिसनको लागि र फाइनलको खेल बाँकी छ। मैले यो भनिरहँदाखेरि एउटा अवसर चाहिँ मैले यहाँ पाएको छु कुराकानीको लागि। यो आयोजनाको सौहार्दता, त्यस पछाडि चाहिँ गरिमा बढाउनको लागि चाहिँ जिल्ला भलिबल सङ्घका अध्यक्ष मेदिनी घिमिरे, त्यसै गरी कोषाध्यक्ष तीर्थराज पन्त सर पनि आउनु भएको छ। यो बेला उहाँहरूसँग कुरा गरिएन भने चाहिँ होइन मलाई पछुतो हुन्छ जस्तो लाग्छ मलाई। त्यही भएर यो अवसरमा उहाँसँग कुरा गरौँ भन्ने लागेको छ। आउनुहोस्, मेदिनी सर र तीर्थ सरलाई स्वागत गरौँ। नमस्कार दुवैजनालाई। नमस्कार, धन्यवाद सर। सबैभन्दा पहिला चाहिँ म मिडिया पर्सन मात्रै नभएर यहाँको लोकल पनि भएको हिसाबले यहाँहरूलाई धेरै धेरै धन्यवाद छ यो खेलको गरिमा बढाउन आइदिनु भएकोमा। तीर्थ सरबाटै कुरा गरौँ है त। खेल कस्तो पाइरहनु भएको छ यहाँले? यहाँ हिजो आउनु भएको छ, तैपनि लाइभबाट हेरिरहेको थियौँ भनेर भन्नुभएको थियो। सर्वप्रथम त म यो खेल सञ्चालन गर्नुभएकोमा सिलिचुङ गाउँपालिका र सिलिचुङ गाउँपालिकाको गाउँ खेलकुद विकास समितिलाई विशेष धन्यवाद दिन चाहन्छु। र मैले सुरुका 2 दिनका खेलहरू चाहिँ मकालु स्पोर्ट्सबाट नै लाइभ हेरेको थिएँ। लाइभ एकदमै राम्रो अनि हाम्रो सूर्य भाइको कमेन्ट्री एकदमै चाहिँ राम्रो सुनिएको थियो। यद्यपि म उहाँलाई चिन्दिनँ तर पनि उहाँको कमेन्ट्री चाहिँ स्पोर्ट्समा निकै अझ भलिबलमा भनौँ धेरै राम्रो नै गर्नुहुन्छ, त्यो देखिराखेको अवस्था। र हिजो चाहिँ हामी अब आज 1 दिनको खेल चाहिँ उहीँ गएर हेरौँ, ग्राउन्डमै गएर भन्ने चाहिँ हाम्रो अध्यक्षज्यूसँग सल्लाह भएर हिजो हामी बेलुका राति आइपुग्यौँ र आजको सेमिफाइनलको म्याचहरू चाहिँ हामीले कम्प्लिटली हेऱ्यौँ। र मैले पाएको चाहिँ अब यसरी प्योर गाविस पालिका स्तरीय चाहिँ हामीले खेलाउँदाखेरि सबै लोकल खेलाडीहरूले चाहिँ आफू स्तरको चाहिँ प्रदर्शन राम्रो गरेको पाएँ मैले। आजको गेम पनि अब पाउनाटोली कन्काई नगरपालिका र सडानन्द नगरपालिका बिचको खेल अत्यन्तै घम्साघम्सी थियो, एकदमै कम्पिटिसन थियो। यद्यपि अब सोझो सेटमा गेम गए पनि घम्साघम्सी एकदमै कम्पिटेटिभ र हेर्नलाई चाखलाग्दो नै थियो। र यहाँको यो भूगोल अनि यो ग्राउन्ड भलिबलको लागि अत्यन्तै राम्रो र अब चाहिँ खेल्नलाई सहज जस्तो मैले महसुस गरेँ। त्योभन्दा अगाडिको सभापोखरी र साल्पा सिलिचो गाउँपालिका बिचको खेलमा अलिकति सभापोखरी हावी भएको पाइयो। र समग्रमा मैले हेर्दाखेरि चाहिँ ध्यान सर यो सिलिचोङ एउटा चाहिँ भौगोलिक रूपमा अलिकति टाढा रहेको र पनि खेलमा अत्यन्तै चाख लिने दर्शकहरू यहाँ मैले पाएँ। खेलप्रतिको माया, यो सौहार्दताको लागि चाहिँ म सम्पूर्ण सिलिचुङवासीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। सर, मेदिनी सर, हजुरको आँखाबाट चाहिँ कस्तो पाउनु भएको छ र हिजो अथवा तपाईँले पनि लाइभमा हेरिरहेको थियौँ भन्नुभएको थियो? एकदम यो पहिला चाहिँ अब यो गेमको अलिकति टेक्निकल कुराहरू फरक थियो। एउटा केही समस्याका बावजुद पनि दोस्रो चरणमा हामीले जुन यो प्योर पालिकाका खेलाडीहरू बिचको प्रतिस्पर्धा गरेर 9वटा टिमलाई सहभागी बनाएर यो गेम गरियो। यो चाहिँ एउटा ऐतिहासिक हो। छोटो समयमा 9वटा टिमलाई संलग्न गराएर यो आयोजना अब सम्पन्नताको उत्तरार्धमा छ। त्यसैले यो आयोजना समन्वय गर्ने सबै सिलिचुङवासी, विशेष गरी अब पालिका नै र त्यसमा पनि खेलकुद विकास समितिप्रति हामी धन्यवाद ज्ञापन गर्छौँ भलिबलसँग, किनकि हाम्रो पनि टेक्निकल सपोर्ट र यो समन्वयमा थोरै सहकार्य भएकोले। र यो गेम चाहिँ वास्तवमा अब हामीले स्थानीय सरकारले गर्ने लगानी भनेको खेलाडी उत्पादनलाई हो। र खेल 2 खालका हुन्छन्। एउटा चाहिँ अब स्तरीय खेलाडीहरूको खेल हेरेर नवोदित खेलाडीहरूलाई ऊर्जा थप्ने खेलहरू पनि हुन्छन्, ती पनि आवश्यक छ। तर अहिलेको सन्दर्भमा चाहिँ हाम्रो सङ्खुवासभा जिल्लाकै कन्टेस्टमा हेर्दा चाहिँ विगतमा गाविस स्तरीय भनेर गेम गराइन्थ्यो। त्यो गेमलाई निरन्तरता दिन बिचमा ग्याप भइरहेको अवस्थामा आज यो सिलिचुङ गाउँ खेलकुद विकास समितिले जो आयोजना गरेको छ यो हाम्रा लागि, जिल्ला भलिबल सङ्घका लागि चाहिँ हामीले गर्ने काममा थप एउटा सपोर्ट प्राप्त भएको छ। र अब यसलाई निरन्तरता दिएर कम्तीमा स्थानीय स्तरका खेलाडीहरूको चाहिँ हौसला वृद्धि गर्न, उसमा हिम्मत बढाउनका लागि यो आयोजना निरन्तरता दिनुपर्छ भन्ने हो। र हामी भलिबल सङ्घको तर्फबाट गर्ने
सहकार्य समन्वय साथ सपोर्ट हुने नै छ। यो आयोजना समग्रमा भन्दा ऐतिहासिक छ, अत्यावश्यक छ र सुन्दर छ, किनकि यहाँको हामीले लाइभमा पनि हेरिरहेका छौँ, मिडियाहरूमा पनि हेरिरहेका छौँ, समाचारहरू हेरिरहेका छौँ र आज हामीले लिग राउन्डका 2टा गेम र सेमिफाइनलका 2टा गेम हेर्दा सबै खेलाडीहरू एउटै रेन्जका देख्दाखेरि यस्ता प्रतियोगिताले चाहिँ हार्नेलाई पनि हौसला बढेर जान्छ, किनकि हामी अलिकति टेक्निकल्ली हामी अलिक स्ट्रङ हुने हो भने अब थोरै प्रयत्न गऱ्यौँ भने हामी जित्न सक्छौँ भन्ने हिम्मत लिएर जाने भएकाले आगामी दिनका गेमको सहभागितामा पनि यस्ता प्रतियोगिताले चाहिँ सहयोग गर्ने हुँदा जो यो सिलिचुङ गाउँ खेलकुद विकास समितिले पालिकाको लगानी अनि सौजन्यकर्ता डोनरहरू खेलप्रेमी महानुभावहरूको सहयोग साथले जो यो कार्यक्रम भएको छ अत्यन्त सफल भएको छ र यसलाई निरन्तरता दिनुहोस् भन्ने शुभेच्छा शुभकामना र हामी तपाईँहरूसँगै छौँ भन्न पनि चाहन्छु। अब अघि हजुरले भन्नुभयो खेल प्रदर्शनको हिसाबले अरू खेलाडीलाई पनि निम्ताउने त्यो पनि एक खालको ठिकै हो पनि भन्नुभएको छ, प्योर यसरी टाइट पालिका स्तरीय गेम गराउँदा पनि ठिकै हो भन्नुभएको थियो। यो अरूबाट खेलाडी थपेर खेल्ने खेलमा नि टिम पाउनै मुस्किल रहेछ के, जस्तो यो लगत्तै चिचिलाको नि हेरौँ न होइन, त्यहाँ पनि गाह्रो भयो, सिलिचोङमा पनि सर्नुको कारण त त्यही नै हो। यो ठिक होइन है भन्ने खालको पनि कुरा आयो कि, किनभने अब राम्रो टिम ल्याउने डाङडुङ डाङडुङ कुटिहाल्ने अनि अर्को टिम चाहिँ नआउने, गाह्रो भयो नि त। यसलाई चाहिँ मिनिमाइज गर्नुपर्छ कि भन्ने खालको कुरा सुन्यो कि अस्ति सिलिचोङको गेम सरिसके पछाडि पनि यसलाई कसरी चाहिँ यो पनि ठिकै हो भन्ने खालको चाहिँ कसरी जस्टिफाई हुन्छ कि? यो चाहिँ यस्तो हो, त्यो चाहिँ किन हाम्रो लोकल परिवेशमा चाहिँ अलिकति सहर बजार अलिकति ट्रेनिङ सेन्टरहरू भएका क्षेत्रको आसपासमा चाहिँ यो राम्रो हुन्छ। हाम्रो यो रिमोट एरियामा हामी त सबै खेलाडीहरूलाई चाहिँ उसको खेल कौशल प्रदर्शन गर्न दिने हो। यस्तामा चाहिँ किन टिम कम हुन्छ त भन्दा अब यहाँ दूरदराज सम्झिन्छन्, हाम्रो सिलिचुङमा यो आयोजना गरिरहँदा यति राम्रो व्यवस्थापन छ, खाने बस्ने आउने जाने दिएको छ, यति राम्रो म्यानेजमेन्ट छ, तथापि खेलाडीहरू आउँदैन। किन भन्दा आफ्नो टिम आफ्नो पालिकाभित्रको खेलाडी पनि स्ट्रङ हुनु पर्यो। केही स्ट्रङ खेलाडीहरू छन् भने केही थप्दा हामी पक्का जित्छौँ भन्ने मानसिकताले आउने हो, होइन जाउँ प्रयत्न गरौँ भन्ने हिसाबले आउँदैन। त्यसो भएकोले निश्चित पालिकाहरू जस्तो सङ्घसभाका सन्दर्भमा हेर्दा त्यही सभा पोखरी गाउँपालिका, त्यही 5 नगरपालिका अनि अलिकति मकालु गाउँपालिका, यी 3टा पालिका बाहेक अरूले थपेर गएर हामी जित्छौँ भन्ने ग्यारेन्टी छैन क्या। त्यसो भएको हुँदा टिम सङ्ख्या कम हुन्छ। यी भोजपुरमा छिमेकी पालिकाहरूमा हेर्ने हो भने नि सडानन्दले ल्याउँछ, किनभने हामीले 3जना थप्यौँ भने हाम्रो आफू पनि स्ट्रङ छ अनि बाहिरको थप्दाखेरि हामी जित्न सक्छौँ, त्यसैले जित्नका लागि ल्याउने हो। किन भन्दा उनीहरूलाई त लगानी गर्नुपर्छ, लगानी गर्नुपर्ने भए चाहिँ जितेको पुरस्कार होइन, जितेकोले त भ्याउँदैन। अनि बाहिरी साथ सपोर्ट दिने चाहिँ अभिभावकहरूबाट डोनेसन मागेर कलेक्सन गरेर पनि ती आगन्तुक खेलाडीहरू पाहुना खेलाडीहरूलाई व्यवस्थापन गर्नै लाग्छ। त्यसैले जो अब हामी त्यहाँ गएपछि जित्छौँ भन्नेहरू मात्रै आउने भएकोले सङ्ख्या कम भएको, त्यस कारण यो नराम्रो भन्न मिल्दैन। यसलाई कुनै त्यस्ता स्तरका गेम पनि चाहिन्छ जो कि नवोदित खेलाडीहरूले उनीहरू प्रोफेसनल प्लेयरहरूबाट चाहिँ कौशलहरू सिक्छन्, केही स्किलहरू सिक्छन् र भोलि आफ्नो खेल प्रतिभा विकास गर्न सक्छन्। तर हाम्रो सन्दर्भमा हाम्रो यो उद्देश्य चाहिँ के त भन्दा यसलाई त प्रथम अध्यक्ष कप भनिएको छ, भन्नुको मतलब यो निरन्तर गर्न खोजिएको छ। त्यसो भने निरन्तर गर्नका लागि चाहिँ अन्तरपालिका प्योर आज जो यहाँ प्रतियोगिता भइरहेछ नि यो नै शानदार हुन्छ। यसमा तीर्थ सर के थप्नुहुन्छ? अब यो खेल चाहिँ 2टा मोडालिटीबाट अघि अध्यक्षज्यूले भने जस्तो 2टा मोडालिटीबाट जान्छ। एउटा चाहिँ के हुन्छ भने हाम्रो स्थानीय स्तरका खेलाडीहरूलाई चाहिँ तपाईँको उत्पादन गर्ने हो भने यो अहिले हामीले सिलिचुङ अध्यक्ष कप जुन भइरहेछ यो सही छ, यो मोडालिटी पनि एउटा मोडालिटी हो। तर अर्को चाहिँ के हुँदो रहेछ भने यद्यपि अब पालिकाका स्थानीय खेलाडीहरू चाहिँ अलिकति स्ट्रङ छैनन् भने बाहिरबाट 3जना मात्रै खेलाडी ल्याउँदाखेरि जित्ने कन्फर्मेसन हुँदैन, लगानी खेलाडीमा गर्नुपर्छ अनि खर्च मात्रै हुन्छ भन्ने हिसाबले त्यो टिम कम भएकै हो। र अब त्यो दोस्रो जुन टिम कम भए तापनि कहिलेकाहीँ चाहिँ त्यो मोडालिटी कसरी चाहिँ राम्रो मानिन्छ भने जस्तो अब स्थानीय हाम्रो अडियन्सहरूको एउटा यति धेरै खर्च चाहिँ गरिसकेपछि अडियन्सले चाहिँ नयाँ खेलाडीहरूको खेल कौशल पनि हेर्न चाहन्छ क्या। अनि अब यहाँको लोकल अडियन्सहरूलाई चाहिँ अब राष्ट्रिय खेलाडीहरूको खेल होइन अन्य चाहिँ अलिकति प्रतिभावान खेलाडीहरूको खेल चाहिँ नै हेर्नको लागि त्यो
चाहिँ पालिकामा चाहिँ कुनै बाहिर अरू पनि खेलाडीहरू चाहिँ थपेर ल्याउने त्यो मोडालिटी सही हुन्छ। अर्को कुरा हाम्रो अध्यक्षज्यूले भने जस्तो यहाँको स्थानीय खेलाडीहरूलाई नयाँ चाहिँ राष्ट्रिय खेलाडीहरूबाट अलिक प्रतिभावान खेलाडीहरूबाट केही स्किलहरू चाहिँ भलिबलका स्किलहरू सिक्नलाई पनि त्यसले सपोर्ट गर्छ। त्यसैले मलाई पनि मेरो विचारमा पनि त्यो दुइटै मोडालिटी चाहिँ कम्तीमा हुनुपर्छ। जस्तो यो पालिकाले एउटा प्योर पालिका स्तरीय गरायो, कुनै अर्को पालिकाले चाहिँ अर्को मोडालिटीबाट चाहिँ जान सक्यो भने यही जिल्लाका दर्शकहरूले पनि एउटा नयाँ चाहिँ तपाईँको मनोरञ्जन पनि लिन सक्छन् र जिल्लाका खेलाडीहरूले चाहिँ नयाँ स्किलहरू पनि सिक्न सक्छन्। त्यसैले यो दुईवटा मोडालिटीबाट जान्छ। अब प्रोफेसनल अलिकति त्यो कम चाहिँ सङ्ख्या हुनुमा अलिकति प्रोफेसनलिजम पनि अलिक बढी भएको पाइयो क्या। ठुलो पुरस्कार छ झ्याप्पै अब एउटा चाहिँ पालिकाले नयाँ खेलाडी अर्को पालिकाबाट लिएर आउँछ, सक्नेले लिएर आउँछ, जितेर जान्छ, अरू चाहिँ मात्रै खर्च हुने अवस्था भयो। त्यो चाहिँ एकदमै निरन्तर भयो क्या सङ्घसभामा। अहिले यो तहको खेल चाहिँ प्राय भएको छैन। त्यसैले दुईटै मोडालिटीबाट चाहिँ यहाँका पालिकाहरूले खेलहरू सञ्चालन गर्यो भने राम्रो जस्तो लाग्छ मलाई चाहिँ। तीर्थराज पन्त अनि सूर्य बोर्डिङ अनि के अरे रेजिना कप, यो धेरैले खोज्छन् कि रेजिना कप कहाँ पुग्यो कि यो, किनभने जिल्लाको मार्केबल टुर्नामेन्ट हो कि त्यो, कहाँ पुग्यो कि त्यो। अब अहिले चाहिँ हाम्रो के भइरहेछ भने अस्ति फागुनमा हामीले गर्ने भन्ने सोच बनाएको थियौँ। हाम्रो प्रोप्राइटर सर चाहिँ युएसमा बस्ने भएकोले हामीले कुन समयलाई निर्धारण गर्नुपर्छ भने उहाँको पनि ठ्याक्कै सेड्युल मिलाउनु पऱ्यो, आइटिनरी मिलाउनु पऱ्यो। त्यो भएर हामीले फागुनमा मिलाएको थियौँ। फागुनमा चाहिँ नै यो चुनावले गर्दाखेरि, निर्वाचनले गर्दाखेरि त्यो सर्यो। अब अहिले यतिखेर गेमहरू पनि जुधिरहेछन्। अहिले चाहिँ अब पिएम कप, एनबिए पिएम कप पनि भइरहेछ। अनि खेलाडीहरू चाहिँ हाम्रो चाहिँ अब यो जिल्ला स्तरीय अन्तर्जिल्ला भएकोले, प्रदेश स्तरीय अन्तर्जिल्ला भएकोले गर्दाखेरि जिल्लाका खेलाडीहरू पनि बिजी भएकोले यतिखेर गर्न सक्ने अवस्था पनि रहेन। अब यो गेम चाहिँ हामीले तिहारको लगत्तै पछाडि चाहिँ हाम्रो प्रोप्राइटरज्यू पनि आउने सेड्युल छ र त्यतिखेर चाहिँ गर्ने भनेर हामीले निर्णय गरेका छौँ। त्यो बेला पर्खाउँ। अनि एउटा मलाई हजुरलाई सोध्न खोजिया चाहिँ अध्यक्षज्यूबाट जानौँ, जस्तो केन्द्रमा चाहिँ जिल्ला के अरे केन्द्रीय भलिबल सङ्घले एउटा के अरे सेड्युल बनाउँदो रहेछ, आफ्नो चाहिँ क्यालेन्डर बनाउँदो रहेछ नि। जिल्लामा चाहिँ एक स्तरको खेल आयोजनाहरूलाई, निरन्तर हुने खेल आयोजनाहरू चाहिँ भलिबल सङ्घले क्यालेन्डर बनाएर गर्दा अझ बेटर हुन्थ्यो कि भन्ने लागेको। यसमा सोचिया छ या प्र्याक्टिस गर्न खोजिया छ या भइरहेछ कि मैले अपडेट मलाई नभएको कि के भइरहेछ? यसलाई मैले पहिला पनि हामीले एक जिल्लाभित्रका हामीले खेलकुद विकास समिति चाहिँ हाम्रो अभिभावक संस्था हो। सबै खालका खेलहरूको एउटा क्यालेन्डर निर्माण गरेर अगाडि बढ्नुपर्छ ताकि एउटा कार्यक्रमले अर्को कार्यक्रमलाई असर नपरोस् भन्ने हामीले खेलकुदलाई भन्यो। त्यो नभइसकेपछि हामीले के गर्यौँ भने जिल्ला भलिबल सङ्घले चाहिँ भलिबलका चाहिँ सेड्युलहरू लाई एउटा क्यालेन्डर बनाएर जाउँ भन्ने सन्दर्भमा हामीले क्लबहरू, अब अहिले हामीले स्थानीय सरकारसँग गरेनौँ, कतिपय स्थानीय सरकारका पनि रेगुलर प्रोग्रामहरू छैनन्। जस्तो अब हजुरहरूले यहाँ प्रथम अध्यक्ष कप भन्नुभएको छ, अब यो चाहिँ अब निरन्तर हुन्छ भनेपछि हामी पालिकासँग समन्वय गर्छौँ, नत्र भने प्राय क्लबहरूले गरेका छन्। क्लबहरूलाई हामीले क्यालेन्डर बनाउनका लागि आह्वान गरेका थियौँ। जस्तो तपाईँहरूले निरन्तर रूपले चलाउने प्रतियोगिताहरू कुन हुन् त्यो हामीलाई उपलब्ध गराउनुहोस् र हामी जिल्लाको एउटा क्यालेन्डर बनाउँछौँ। तर अलिकति सहकार्य गर्ने एउटा सिस्टम नभएको पनि होला, त्यो हामीले गराउन नसकेको नै होला। हामीले भलिबल सङ्घले आह्वान चाहिँ गऱ्यौँ, तर कसैले पनि हाम्रा यी समयमा छन् भन्दैन। जब गेम हुने बेला पो अनि हामीलाई प्राविधिक चाहियो अथवा समन्वय गरिदिनु पऱ्यो, खेलाडी खोजिदिनु पऱ्यो अथवा टिम म्यानेज गरिदिनु पऱ्यो, सपोर्ट गरिदिनु पऱ्यो भनेर चाहिँ माग्ने क्रम भयो। अब त्यो भइसकेपछि तपाईँहरूले पहिला कार्यक्रम दिनु भएन, हामीले नगर्ने भन्न पनि मिल्दैन। त्यसो भएकोले हामी सहकार्य र समन्वय गर्दै अगाडि चाहिँ बढेका छौँ। तर फेरि पनि अब हामी यो नयाँ वर्ष लागेको छ, नयाँ आर्थिक वर्ष लाग्छ, फेरि एकपटक हामी सार्वजनिक सूचना गरेर भलिबल सङ्घले आह्वान गर्छ। त्यस्तो सेड्युल बन्यो भने चाहिँ वास्तवमा अलिकति व्यवस्थित हुन्छ। अहिले प्राविधिक व्यवस्थापनमा नै हामीलाई कहिलेकाहीँ चुनौती आइलाग्छ। एकैपटकमा प्राय कुनै चाडपर्व विशेषसँग जोडिएर कार्यक्रमहरू हुने, अनि एकैपटकमा धेरैतिर कार्यक्रम हुँदा हाम्रो उपस्थिति पनि सबैतिर नहुने, अनि प्राविधिक म्यानेज गर्न पनि हामीलाई समस्या परेको हुनाले अब हामीले पहिला पनि मागेका हौँ, तर कसैले पनि त्यो सेड्युल नदिएको भएकोले यस वर्ष चाहिँ अब नयाँ आर्थिक वर्षमा चाहिँ हामी फेरि पनि सूचना प्रवाह गर्छौँ
माग्छौँ कार्यक्रम र हाम्रो वार्षिक एउटा चाहिँ एक आर्थिक वर्षमा सञ्चालन हुने प्रतियोगिताको सेड्युल बनाउने हाम्रो कार्यक्रम चाहिँ छ। यो मिडिया मार्फत आज तपाईँसँगको यो कुराकानी मार्फत पनि अबको नयाँ आर्थिक वर्षमा चाहिँ एक वर्षमा हामीले निरन्तर रूपले सञ्चालन गर्ने कार्यक्रम माग गर्दा हजुरहरूले भलिबल सङ्घलाई उपलब्ध गराइदिनुहोस्। हामी सेड्युलमा पार्छौँ र कुनै त्यस्तो जुझ्ने भयो भने टाइम म्यानेज गर्न उहाँहरूसँग सहकार्य गरेर कतै पनि कार्यक्रम नजुझ्ने गरेको वातावरण बनाउँछौँ। हुनसक्छ कहिलेकाहीँ चाहिँ फेरि आकस्मिक रूपले आयोजना गर्ने अलिक महत्त्वकाङ्क्षी कार्यक्रमहरू पनि हुन्छन्, जस्तो अहिले सभापोखरीमा चाहिँ निकै ठुलो कार्यक्रम गर्ने भन्दै हुन्छ। त्यो त्यस्तो प्रि प्लान छैन। ती प्रि प्लान गर्ने क्लबहरू छ नि, साना गेम हुन्, हामीलाई ठुलो गेम चाहिएको छैन। साना गेमहरू भयो भने पनि निरन्तर चल्ने कार्यक्रमहरू चाहिँ हामीलाई उपलब्ध गराइदिने म यही मिडिया मार्फत पनि आह्वान गर्न चाहन्छु। हस्, अब कुराकानी पनि छुट्याउँ। के चाहिँ हो भने धेरै लाइभमा पनि सोध्नु भएको थियो तपाईँ हामी खाँदबारीसँग, उहाँ पनि सभापोखरी गाउँपालिका भए पनि स्थायी रूपमा लगभग खाँदबारी बस्नुहुन्छ। हजुरको त झन् लामो समयदेखि खाँदबारी नै हो। खाँदबारी नगरपालिका भलिबलमा किन प्राय सहभागी हुँदैन भन्छन् के? तपाईँहरूले देख्दाखेरि किन नजिकबाट पनि हेर्नु भएको छ, किन खाँदबारी उपस्थित हुँदैन भन्ने जस्तो यसैमा पनि खाँदबारी किन आएन धेरैले सोधिरहनु भएको छ। तपाईँहरूले देख्दा के भइरहेछ त्यहाँ? अध्यक्षज्यूबाटै सुरुमा। एउटा चाहिँ के छ भने अब हुन त म खाँदबारीवासी भएकाले त्यसको पनि जिम्मेवारी लिनुपर्छ। समग्र म भलिबल सङ्घको अध्यक्ष भएकोले जिल्लाका भलिबल गतिविधिसँग जोडिने हो। तथापि खाँदबारी नगरपालिकामा अहिले पनि समस्या चाहिँ के छ भने त्यहाँको नगर खेलकुद विकास समिति अहिले पनि लिगल्ली फर्मेट भएको छैन र सक्रिय छैन, सिस्टममा छैन। अब एउटा प्रशासनिक संयन्त्र अनुसार चल्ने सिस्टममा अहिले छैन। त्यो एउटा दुर्भाग्यको विषय हो। अर्को कुरा, अब बजार केन्द्रित गतिविधिहरू कम छन् भलिबलका, अलिकति गाउँ दूर दराजमा छन्। यही सन्दर्भमा पनि यही प्रतियोगितामा पनि हामीले अब प्योर गाउँपालिका नगरपालिका स्तरीय हुँदा चाहिँ जानुपर्छ भन्दा अलिकति अब खेलाडीहरू भनेका अलिकति सपोर्ट नै खोज्छ, किनभने आफ्नो खर्च किनकि यहाँ आएर जित्ने कन्फर्म हुँदैन। अनि अलिकति सपोर्ट चाहिँ पालिकाले गरिदिए हुन्थ्यो भन्दा अब यहाँ आएर आउँदा जाँदा खाने बस्ने जर्सी चाहियो, केही न केही ती चाहिँ मेकानिजम निर्माण गर्नु पर्यो। त्यसका लागि चाहिने साथ सपोर्ट लिगल्ली भलिबलका लागि यो प्रतियोगिता का लागि भन्ने चाहिँ अलिकति सपोर्ट कम भएको महसुस भएको छ हामीलाई। फेरि समग्रमा खाँदबारी नगरपालिकाले खेलकुदमा गरेको लगानी हेर्ने हो भने जिल्लाकै धेरै कार्यक्रमहरू सबै कार्यक्रमको अपेक्षा गर्ने र पुरा गरेको पनि खाँदबारी नगरले छ। तर के छ भन्दा बजेटिङ बेलैमा प्लानिङमा पारेर यस्ता कार्यक्रमलाई खेलाडीहरूलाई सहभागिताका लागि भनेर बजेट विनियोजन गरेर चाहिँ व्यवस्थित रूपले लिगल्ली काम नगरेका कारणले अब यहाँ आउने यो पनि एक रातमा टुङ्गो भएको न हो। ल भोलिपल्ट खेलाडी जानुपर्छ भनेर मागिरहँदा अब थोरै मात्रै सपोर्ट गर्दा खेलाडीहरू यतिले त हामी पुगेर आउँदैनौँ, त्यसो भएकाले हामी जान सक्दैनौँ भन्नेसम्मका कुराहरू भएको छ। त्यस कारण खाँदबारी नगरपालिकाको खेलकुदमा लगानी अत्यन्तै धेरै छ। तर के छ भन्दा प्लान बिनाको लगानी भएकोले पनि हाम्रो अलिकति कमजोरी र अलि बजार क्षेत्रमा चाहिँ त्यहाँ फुटबल ग्राउन्डहरू, फुटसलहरू, ब्याडमिन्टनहरू अरू खेलको पनि प्रभाव भएकाले युवाहरू भलिबलतिर भन्दा पनि अरू खेलतिर पो अलि बढी लागेको हो कि भन्ने जस्तो देखिएको छ। यो त सर खेलाडीको कुरा गर्ने भने चाहिँ खेलाडी चाहिँ समग्रमा कस्तो छ नगरपालिकाभित्र? नगरपालिकाको हेर्दाखेरि अब प्योर खाँदबारी बजार क्षेत्रमा चाहिँ त्यस्तो भलिबलमा अहिले अध्यक्षज्यूले भने जस्तो त्यति चासो युवाको देखिँदैन। तर नगरपालिकाको जस्तो अब पाङठा भनौँ होइन, शीतलपाटी, तुमलिङटार यो एरियामा चाहिँ खेलाडीहरू छ, खेलाडीहरू नभएको होइन। तर हाम्रो अलिकति यहाँ सहभागिता अनि चिचिलामा सहभागिता हुन नसकेको कारण चाहिँ एउटा चाहिँ नगर खेलकुद विकास समिति नभएर पनि हो। हामीले हो योभन्दा अगाडि पनि हामीले चाहिँ नै यहीँ तामकुमै भएको गेममा, योभन्दा अघिल्लो र मकालुको नुममा भएको गेममा पनि हामीले आफ्नो तर्फबाट चाहिँ खेलाडीहरूलाई पठाएका थियौँ। अब सधैँ हामीले चाहिँ नै एउटा अब समग्र जिल्ला भलिबल सङ्घको नेतृत्वमा रहिरहँदा एउटा मात्रै नगरलाई चाहिँ हामीले लगानी गर्न पनि सक्ने अवस्था रहेन र नगरपालिकामा कसले जिम्मा लिने, यसरी चाहिँ खेलाडीहरूलाई सहभागिता जनाउने भन्ने कुरामा चाहिँ अलिकति दुविधा भएकोले गर्दाखेरि यहाँ पालिकाको खेलाडीहरू नआएको हो। तर खेलाडी चाहिँ छ नै त्यहाँ। हुन्छ, अब कुराकानी टुङ्ग्याउँ। अर्को कुराकानी फेरि अघि हजुरले भने जस्तै सभापोखरीको गेममा हुनेछ। अन्तिममा के भन्नुहुन्छ यहाँ फर्स्टमा हजुरबाट? हजुर, सर्वप्रथम त अब यहाँको यो चाहिँ एकदमै पपुलर यो मकालु अनलाइन मकालु स्पोर्ट्स हेरिरहनु हुने सम्पूर्ण दर्शक
हरूलाई म विशेष चाहिँ नै धन्यवाद दिन चाहन्छु किनभने यहाँहरूको यो सपोर्टले नै यो चाहिँ नै मिडिया अगाडि बढ्ने हो र मकालु स्पोर्ट्स च्यानलबाट मैले चाहिँ लाइभ प्रायः भलिबलका लाइभहरू चिचिलाको पनि हेरेको थिएँ यहाँको पनि हेरेको थिएँ चाहिँ एकदमै राम्रो क्लियरली हामीले हेर्न पाएका छौँ युट्युबबाट यसको लागि चाहिँ म ध्यानजीलाई र यहाँको समग्र टिमलाई चाहिँ विशेष आभार पनि व्यक्त गर्न चाहन्छु र समग्र सिलिचुङवासीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु हाम्रो गाउँ खेलकुद विकास समितिको अध्यक्षज्यू लगायत यहाँको चाहिँ प्रधानाध्यापकज्यू हाम्रो बुद्धि कुलुङ सर लगायतको टिमलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र म एउटा सभापोखरीवासीको नाताले चाहिँ अब खुल्ला आमन्त्रित अन्तरपालिका चाहिँ पुरुष महिला एउटा चाहिँ अलिकति एम्बिसियस प्रोग्राम नै सञ्चालन भइरहेछ 12 विषयमा यहाँहरूको चाहिँ उपस्थितिको लागि चाहिँ म हार्दिक निमन्त्रणा पनि व्यक्त गर्न चाहन्छु र यहाँहरू सबैलाई चाहिँ विशेष धन्यवाद दिन चाहन्छु। हार्दिकज्यू अन्तिममा कुरा टुङ्ग्याउँ केही छ? होइन धन्यवाद। सबभन्दा त यो कार्यक्रम आयोजना गर्ने आयोजकलाई धन्यवाद। यहाँ एउटा नयाँ ऐतिहासिक काम भएको छ। हाम्रो भलिबलका लागि चाहिँ एउटा ऊर्जाशील चाहिँ सबै क्षेत्रबाट सपोर्ट पाएको महसुस किन हुन्छ भने भलिबलको गीत सार्वजनिक भएको छ क्या। एउटा गण्डकी प्रदेशमा भलिबल गीत पहिला रिलिज भएको थियो। अहिले यहाँ त्यो एउटा ऐतिहासिक चाहिँ सफलता मिलेको छ। त्योसँग सम्बद्ध सबै कलाकार चाहिँ सर्जक सबैलाई म धन्यवाद दिन्छु। यो सगरमाथा मावि ताम्कुले यो चाहिँ खेल मैदान र लजिस्टिक जुन सपोर्ट गरिरहेछ उहाँहरूलाई धन्यवाद। पालिका जसले युवाहरू जाग्नुपर्छ भनेर चाहिँ ऊर्जा थपिदिनु भएको छ उहाँहरूलाई धन्यवाद र मिडिया कर्मी साथीहरू जसले यसलाई चाहिँ ग्लोबलाइज गर्नका निमित्त सपोर्ट गर्नुभएको छ तपाईँहरू सबैलाई धन्यवाद। कमजोरी भयो भने त्यसलाई समीक्षा गरौँ। अलिकति यो मिडियामा नराम्रा पक्षहरू भन्दा पनि सकारात्मक पक्षलाई मिडियामा लाने, कमजोरी पक्षहरूलाई एउटा चाहिँ आन्तरिक रूपले समीक्षा गरेर त्यसलाई सुधारेर आगामी दिनमा सुधार गर्दै अगाडि बढ्नका निमित्त सबै जुटौँ। हामी पनि सँगै छौँ। यो आयोजना हाम्रो पनि हो, त्यसैले हामी पनि यहाँ उपस्थित भएका हौँ व्यस्तताका बावजुद पनि र आगामी दिनमा नि यस्ता कार्यक्रमहरूमा तपाईँ हामी जोडिँदै जाउँ। समग्र सिलिचुङवासी र सिलिचुङ परिवारप्रति हामी आभारी छौँ। जिल्ला भलिबल सङ्घ कृतज्ञ छ। यहाँको उपस्थितिले यो कार्यक्रमको ओज बढेको छ। तपाईँलाई धेरै धेरै धन्यवाद। यो कुराकानीको लागि पनि धेरै धेरै धन्यवाद। तपाईँले सुनिसक्नु भएको छ जिल्ला भलिबल सङ्घका अध्यक्षज्यू र कोषाध्यक्षज्यूसँगको कुराकानी। तपाईँलाई चाहिँ यो खेल लगायतका विषयमा केही भन्नु छ भने चाहिँ यो भिडियो हेर्दै गर्नुभएको जुन प्लेटफर्म छ त्यसको कमेन्ट सेक्सनमा आफ्नो प्रतिक्रिया छोड्नुहोला। म भने बिदा हुन्छु र याद गर्नुहोस् भोलि सिलिचुङ अध्यक्ष कपको फाइनल र तेस्रो पोजिसनको लागि खेलमा त्यो प्रतियोगिताको खेलको लाइभमा भेट्नेछौँ। म अहिले बिदा हुन्छु। नमस्ते।